Namaste, welcome back to my YouTube channel SD Live. अर्को भिडियो छ भेक्टर ज्योमेट्री क्लास 10 कै लाइन थ्योरम छ. A line segment joining the midpoints of any two sides of a triangle is parallel to third side and half of it. कुनै पनि ट्रायंगलमा दुईटा साइडको जुनसुकै दुईटा साइडको मिड पोइन्ट जोड्ने लाइन थर्ड साइडसँग प्यारल हुन्छ र त्यो लाइनको लेन्थ थर्ड साइडको ठ्याक्कै हाफ हुन्छ भन्ने हामीले प्रुभ गर्नुपर्ने छ. A line segment joining the midpoints of any two sides of a triangle is parallel to the third side and half of it. मैले फिगरबाटै सुरु गरेँ. ट्रायंगल बनाउन सुरु गरेँ मैले. एबीसी ट्रायंगल बनाउँछु म. मैले एउटा ट्रायंगल बनाएँ ए बी सी. अब एउटा लाइन चाहियो. त्यो लाइन कस्तो हुनु पर्यो? एनी टू साइडको मिड पोइन्ट जोड्ने लाइन हुनु पर्यो. यो एबी को मिड पोइन्टलाई म पी भनिदिन्छु र एसी को मिड पोइन्टलाई म क्यू भन्छु. लाइन सिधा जानिहालौँ, सजिलो हुन्छ. त्यसपछि जहाँ गयो त्यही क्यू भन्नलाई हुन्छ नि. त कसैको यो पोइन्टलाई चाहिँ म के भनिदिन्छु? क्यू भन्नुहुन्छ. यो पोइन्टलाई क्यू. अब यो मेरो अब सिधा मैले जानी तानेको होइन, फिगर राम्रो होस् भनेर हो. त्यो अटोमेटिकली प्यारल हुन्छ पछि गएर. प्यारलले प्रुभ गर्न खोजेकै त्यही हो, भन्न खोजेकै त्यही हो. अब यो पी भन्ने पोइन्ट एबी को मिड पोइन्ट हो, क्यू भन्ने पोइन्ट चाहिँ एसी को मिड पोइन्ट हो. र यो पी र क्यू जोड्ने जुन लाइन सेगमेन्ट छ यो थर्ड साइड बीसी सँग प्यारल हुन्छ र पी क्यू को लेन्थ बीसी को ठ्याक्कै के हुन्छ त हाफ हुन्छ भनेर हामीले प्रुभ गर्नुपर्ने छ. मैले यो पनि सुरु गरेँ यसको प्रुफमा. पहिला let P and Q be the midpoint of sides A, B and AC of triangle ABC respectively. मैले के भन्नु भनेपछि P र Q midpoint be the midpoint of sides AB and AC of triangle ABC respectively. midpoint भनेपछि त्यो पोइन्टले त्यो साइडलाई टु इक्वल पार्ट्समा डिभाइड गर्छ. त्यो कुरा हामीले बिर्सिनु हुँदैन, सम्झिराख्नुपर्छ. मिडपोइन्टको प्रोपर्टी नै त्यही हो. अनि त्यो प्रुभ गर्नुपर्ने. प्रुभ गर्नुपर्ने एउटा त हामीले प्रुभ गर्नुपर्ने छ पी क्यू प्यारलल हुन्छ बीसी सित. अर्को सेकेन्ड प्रुभ गर्नुपर्ने छ पी क्यू को लेन्थ चाहिँ एबी को बीसी को आधा हुन्छ भनेर प्रुभ गर्नुपर्ने छ. सुरु गरेँ मैले. अब प्रुफ सुरु गरेँ. इन ट्रायंगल एपीक्यूमा गएँ म. यो सिंगल टिक गरेको ट्रायंगलमा जान्छु म. सानो फुच्चे ट्रायंगलमा एपीक्यूमा म यहाँबाट पीक्यू को भ्यालु निकाल्छु. हेर्नुलाई पीक्यू को भ्यालु निकाल्छु. ट्रायंगल ल भेक्टर एडिसन लाउनुहोस् त. पीक्यू भनेको पी देखि क्यूमा पुग्नुहोस् त. पीक्यू भनेको पीए प्लस एक्यू भयो. हेर्नुलाई यहाँ पीए प्लस एक्यू यो दुईटालाई के गर्नुपर्छ? जोड्नु पर्यो. फिगरमा हेर्नुलाई ट्रायंगल लगाउँदैछु म. के हो त यहाँ पीए पी देखि क्यू पुग्नु भनेको पी देखि ए गएर ए देखि कहाँ जानु हो त? ए देखि क्यू जानु हो. यो भयो. अब यसलाई अलिकति म चेन्ज गर्छु. पीए भनेको हाफ अफ यो पीए देख्दै हुनुहुन्छ नि, यो फिगरमा यो पीए देख्दै हुनुहुन्छ नि. पी त मिड पोइन्ट हो भनेपछि पीए भनेको हाफ अफ बीए हुन्छ. हाफ अफ के हुन्छ? बीए हुन्छ. सिमिलरली एक्यू भनेको के हुन्छ त? हाफ अफ एसी हुन्छ. हाफ अफ के हो त? एसी. अब यो और मैले लेख्न खोजेँ यसलाई साह्रै एकछिन. के कस्तो यो दुईटैबाट हाफ कमन आयो हेर्नुहोस् त. यो दुईटैबाट हाफ कमन आयो. यो दुईटैबाट हाफ 1/2 कमन आयो भनेपछि के बच्यो त? बी. एकछिन म सिधा लेख्छु. के बच्यो भनेपछि बीए प्लस एसी बच्यो. अब और PQ इज इक्वल्स टू 1/2 टाइम्स बीए प्लस एसी. यो ब्राकेट भित्र जुन छ योलाई ट्रायंगल लगाएर हेर्नुहोस् त के आउने रहेछ? बीए प्लस एसी के भन्ने रहेछ? बीसी भन्ने रहेछ. भनेपछि बीए प्लस एसी को रिजल्टमा के आयो त?
बीसी आयो कहाँबाट आयो त सिन्स फ्रम ट्रायंगल एबीसी मा हामीले के लगाएको हो ट्रायंगल ल लगाएको त्यहाँबाट आयो ल अब हेर्नुस् त यहाँ एउटा रिलेसन हामीले इस्टाब्लिश गर्यौं यो रिलेसनले दुईटै कुरा शो गर्छ यो रिलेसन ध्यान दिएर हेर्नुलाई दुईटै कुरा शो गर्छ ल यहाँ हामीले के देख्यौं त PQ इज इक्वल्स टु हाफ अफ के देख्यौं BC देख्यौं PQ इक्वल्स टु हाफ अफ के देख्यौं BC देख्यौं भनेपछि दुईटा यो BC भन्ने भेक्टरलाई 1/2 ले मल्टिप्लाई गरेपछि यति आउँदैछ भनेपछि देयरफोर PQ प्यारलल टु BC भइहाल्यो किन भयो भनेपछि एउटा A भेक्टर इज इक्वल्स टु K टाइम्स B भेक्टर छ भने A भेक्टर र B भेक्टर प्यारलल हुन्छन् अहिले A भनेको PQ सम्झिनुस् B भनेको BC सम्झिनुस् K को भ्यालु अहिले 1/2 छ प्यारलल भइहाल्यो भेक्टर प्यारलल छन् भनेपछि तिनीहरूले बनाउने लाइन सेगमेन्ट पनि प्यारलल भइहाल्यो अब यो लाइन सेगमेन्ट प्यारलल भइसकेको छ अब यो रिलेसन यसलाई मैले इक्वेसन 1 भनेको थिएँ एकैछिन हेर्नुलाई योलाई मैले रिलेसन 1 भनेपछि हेर्नुलाई यो रिलेसन 1 बाट के भयो त एन्ड PQ इज इक्वल्स टु हाफ अफ BC पनि क्लियर देखियो भनेपछि यो पनि प्रुफ भइसक्यो यो पनि प्रुफ भइसक्यो के देख्यौ त हामीले एउटा प्रुफ गर्नुपर्ने के थियो PQ र BC प्यारलल छन् भनेर प्रुफ गर्नुपर्ने थियो अर्को प्रुफ गर्नुपर्ने के थियो PQ इक्वल्स टु हाफ अफ BC हुन्छ भनेर प्रुफ गर्नुपर्ने थियो दुईटै के भइसक्यो त प्रुफ भइसक्यो सिधै प्रुफ भइसक्यो हामीले ठीक छ ल मैले पनि सर्टकट प्रुफ हो ध्यान दिनु होला सब्स्क्राइब गर्न नबिर्सनु होला ओके